म चाहिँ झोलुङ्गे पुल तर्दैछु गाइजहरू। तपाईँहरूलाई यस्तै लामो छ कि यो झोलुङ्गे पुल है, यस्तो बवाल छ यार, यस्तो लामो 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 पुरै बवाल छ झोलुङ्गे पुल। म चाहिँ तर्नलाई चाहिँ अगाडि बढिरहेको छु। कालिगण्डकी नदी तलबाट कालिगण्डकी नदी तलबाट पुरै घुमिरहेको छ। यो चाहिँ कालिगण्डकी नदी तपाईँहरूलाई म देखाउँदैछु। यस्तो राम्रो छ, तलबाट कालिगण्डकी मेन रोड तलबाट कुदिरहेछ, यताबाट कुदिरहेछ मेन रोड, यता रोड। झोलुङ्गे पुल म पनि सोलुखुम्बु बस्दाखेरि पनि सोलुखुम्बुमा झोलुङ्गे पुल धेरै चलिसकेको हो। मैले चाहिँ लामो, यो सबैभन्दा लामो अग्लो पनि हो लामो पनि हो झोलुङ्गे पुल। तपाईँहरूलाई म पुरै भिडियो देखाउँछु, हेर्नु होला गाइजहरू। पुरै हेरिरहेको छु, यति दामी छ कि झोलुङ्गे पुल। तपाईँहरूलाई म झोलुङ्गे पुल देखाइरहेको छु, म कुदिरहेको छु, पुरै यस्तो दौडिरहेको छु है झोलुङ्गे पुलमा। दामी छ, तलबाट कालीगण्डकी कुदिरहेको छ, कालीगण्डकी यस्तो छ, दामी छ। तपाईँहरूलाई म देखाउँदैछु, बवाल छ, बवाल गाइजहरू, बवाल छ यार, खुसी लाग्यो यार। यस्तो दामी छ। कहाँ जाएंगे ब्रो बवाल छ, बवाल दामी छ। नआइरहेको छ नि गाइजहरू, यस्तो दामी छ। म चाहिँ पुरै तर्न लगाइरहेको छु, नजिक नजिक आइसकेको छु गाइजहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। भिडियो बनाउने रहर त खासै होइन, तर यो देखेर चाहिँ यस्तो भिडियो बनाउन मन लाग्यो कि यस्तो दामी ठाउँमा आएर पनि एउटा भिडियो बनाइयो भने मजा भएन नि त होइन। राम्रो नानीहरू पनि हिँडिरहेको छ नि त बाटो, यस्तो दामी छ भ्यूज। म चाहिँ अगाडि बढिरहेको छु गाइजहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ। राम्रो राम्रो नानीहरू बढिरहेको छन्, अगाडि हिँडिरहेछन्, हेरिरहेको छु म पनि यहाँ। नजिक नजिक आइसकेको छु झोलुङ्गेको, उहाँबाट आएको गाइजहरू तपाईँहरू सक्नुहुन्छ। उहाँ चाहिँ स्टार्ट पोइन्ट इन्डिङ पोइन्ट चाहिँ म नजिक आइसकेको छु, सक्नुहुन्छ। बवाल छ बवाल छ। खै बुवा एकचोटि नजिक नजिक झोलुङ्गे पुलको नजिक नजिक आइसकेको छु म यहाँ, तपाईँहरू हेर्न सक्नुहुन्छ। बागलुङ जिल्लामा रहेको यो झोलुङ्गे पुल निकै सुन्दर रमणीय दामी रहेको छ। तपाईँहरूलाई म भिडियो मार्फत देखाउँदैछु। एसियाकै हो कि एसियामा, यो त त्यति थाहा भएन मलाई।
यति लामो छ झोलुङ्गे पुल। मलाई दौडिन मन लाग्यो गाइजहरू, यस्तो दौडिन मन लाग्यो कि होइन, यो झोलुङ्गे पुलमा दौडिने मन लाग्यो। यस्तो दामी छ कि मलाई दौडिनु मन लाग्यो। फाइनली गाइज म चाहिँ यहाँ इन्डिङमा आइसकेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ उहाँबाट हिँड्दै दौडिँदै आइरहेको छु। दामी छ यार, कति लामो हो क्या वरिपरिको पहाड। जग जननी माता पार्वतीको जन्मभूमि, जग जननी माता पार्वतीको जन्मभूमि रहेको छ पाङमा। यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। पाङ यो क्लब पिवाइसी कुशनगर एक पर्वत, यता चाहिँ पर्वत, यो चाहिँ पर्वत रहेछ गाइजहरू। बवाल छ यार भ्यू चाहिँ यार, तपाईँहरू देखाउँदैछु म। यस्तो दामी छ यार, हिमाल पनि देखिएको छ गाइजहरू, अलिअलि दामी छ, हिमालको भागहरू देखिरहेको छ यहाँ। पहाड हिमाल हुँदै म फेरि अब यहाँ इन्डिङ पोइन्टमा आएर अब फेरि स्टार्टिङ पोइन्टमा जाँदैछु। म फर्किँदैछु गाइजहरू, मेरो गन्तव्य अझै टाढै छ। आज घुमिरहेको छु म। कालीगण्डकी तलबाट के अरे कालीगण्डकी तलबाट बगिरहेको छ, माथिबाट झोलुङ्गे पुल, माथि झोलुङ्गे पुल छ। यति राम्रो झोलुङ्गे पुल रहेको छ, कति लामो छ क्या यो यत्तिको लामो पुल। झोलुङ्गे पुल एसियाकै पहिलो एक नम्बरमा रहेको छ गाइजहरू। यस्तो दामी छ, बवाल छ, बवाल दामी छ यार। तपाईँहरूलाई म हिमाल देखाउँछु, हिमाल देखिरहेको छ। हुनु त हिमाल हेर्न सक्नुहुन्छ तपाईँहरू, यस्तो राम्रो हिमाल छ। तलबाट कालीगण्डकी नदी, यस्तो छ दामी। मान्छेहरूको भिडभाड त छ है यहाँ। धेरै पहिल्यैदेखि घुम्न मन लागेको, तर यसपालिको बिदामा चाहिँ मलाई जोडेको रहेछ होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ। बागलुङ जिल्लामा रहेको झोलुङ्गे, बागलुङ र पर्वत, उतापट्टि बागलुङ छ, उतापट्टि बागलुङ रहेको छ भने यतापट्टि चाहिँ पर्वत। यो चाहिँ यता चाहिँ पर्वत जिल्ला, यता बागलुङ जिल्ला। बिचमा कालीगण्डकी नदी। कति मान्छेहरू आएर छन् झोलुङ्गे पुलमा, तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। दामी छ गाइजहरू। तपाईँहरू हेर्नु, म चाहिँ पञ्चकोट, बागलुङ पञ्चकोट भन्ने ठाउँमा आइपुगेको छु गाइजहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ है। यस्तो दामी छ, धौलागिरी हिमाल देखिरहेको छ यहाँबाट। पुरै धौलागिरी हिमाल हो, धौलागिरी हिमाल हो यो चाहिँ। यता चाहिँ म्याग्दी, यता चाहिँ म्याग्दी पर्छ भनेर भन्नुपर्छ, मलाई त्यति थाहा छैन। यहाँबाट यस्तो छ यो हनुमान, जय हनुमान ज्ञान गुण सागर। हनुमानले पहाड तलेर लिएर हिँड्नुभएको छ यहाँबाट। घोडा नै रहेछ यहाँ।
घन्टी ठुलो घन्टी छ यताबाट हिमाल देखिन्छ दामी छ भ्युजहरू हनुमानजी हुनुहुन्छ हनुमान जय हनुमान ठुलो घन्टी यहाँ पिङ रहेछ पिङ खेल्नु मिल्ने रहेछ यहाँ चाहिँ यस्तो दामी छ घोडाहरू यहाँबाट चाहिँ बागलुङको बजार देखिन्छ बागलुङ बजार भन्छ त्यसलाई यहाँ चाहिँ बागलुङ बजार छ यो कस्तो राम्रो छ यो पर एउटा त रातो घर देखियो नि हजुर जुम गरेर हेरेर देखिन्छ है यो घन्टी चाहिँ 5555 किलोको 5555 किलोको घन्टी तपाईँहरूलाई देखाउँदैछ 5555 यता थियो यता छ पिङ पनि रहेको छ पिङ त नहलाउँ होला हिमाल चाहिँ एउटा हिमाल जस्तो दामी देखिँदो रहेछ तपाईँहरूलाई देखाउँदैछु म गाइजहरू हेर्नु है यस्तो राम्रो छ यार हिमालको भ्युज यार घोडा एउटा घोडा पनि रहेछ उतापट्टि मेघदी छ हजुर हाम्रा घटाएर दिनु होला कि धौलागिरीमा धौलागिरी गाडी राखेको ठाउँमा आइपुग्यो पार्वती गुफा शिवपाम भनेर गर्नु अरे पार्वतीले राम्रो छ धेरै राम्रो पर्वतको पाङ भन्ने ठाउँमा यति राम्रो रहेछ गुफा तलबाट अहिले हामी छिरेन अब नेक्स्ट टाइम आउँदाखेरि अरू जति आउँदाखेरि छिर्नुपर्छ यस्तै रहेको छ यहाँबाट चाहिँ भित्र छिर्ने ठाउँ छ पार्वती
त्यही चिसो रहन्छ यो ठाउँमा अहिले। कति ठुलो छ गुफा। डाँडा नै आउन मिल्ने रहेछ होइन।